जंगल रहेछ यो बाटो हो कि होइन पनि थाहा छैन हामीलाई तपाईँ पनि आउनुहुन्छ है त्यस्तो नगर के नान्तिर हिँड्नु आइसक्यो डन गुड मर्निङ अनि आज चाहिँ हामी फेरि बिहान हिँडिसक्यौँ आज चाहिँ चाँडी उठेर नुहाइधुवाइ गरेर ओरेर हिँडिसक्यौँ चाहिँ आज चाहिँ हाम्रो कहाँ जाँदैछौँ भने आज हामी अर्घाखाँची सुब्बा देउराली मन्दिर जाँदैछौँ अनि पानी पर्यो अलिअलि अब अर्घाखाँची सुब्बा देउराली गइन्छ हेरौँ के हुन्छ कस्तो हुन्छ आजको दिन चाहिँ राम्रो होस् भनौँ है अनि आज के हुन्छ के कस्तो हुन्छ म चाहिँ उ गर्छु हेर्नुहोस् गाइस पानी त परिसक्यो भ्यू पनि राम्रो आएको अनि आजको सबै यो चाहिँ यस्तो भएर हिँड्छ म भने नर्मल ज्याकेट र तल जिन्स जुत्ता पनि यस्तो छ अनि पानी हेर्नु न यो खाल्टा खुल्टी यसो यति लाग्यो भने फोरो पुरा फोरो हुन्छ त्यसपछि आज के हुन्छ हेरौँ लेट्स गो फाइनली गाइज अहिले चाहिँ हामी अब ट्याक्सी चढिसक्यौँ यु क्यान सी अब चाहिँ हामी त्यसपछि हामी अब सन्ध्याका गएर चाहिँ त्यहाँदेखि के पाइन्छ त्यसमा चाहिँ ट्याक्सीमा चढिसक्यौँ है त हामी चाहिँ हामी निस्किसक्यौँ सुब्बा देउराली दर्शनको अब चाहिँ हामी यता भित्र जान्छौँ अनि गाइस फाइनली अहिले चाहिँ हामी सुब्बा देउराली दर्शन गरेर आइसक्यौँ यु क्यान सी सुब्बा देउराली मन्दिर अनि हामी चाहिँ माथि देख्न सक्नुहुन्छ पुलमा जानेवाला छौँ लेट्स सी है आज त लास्ट भिड कि यस्तो अझै पनि यस्तो भिड छ सुब्बा देउरालीमा ओहो यता हाम्रो मामाहरू सिटी बजाएको हुनुहुन्छ बाटो यस्तो छ माथि जाने अब चाहिँ हामी माथि लाग्दैछौँ लेट्स सी गाइस जंगल रहेछ यो बाटो हो कि होइन पनि थाहा छैन हामीलाई होला सकेसम्म लेट्स गो माथि जाऊँ अनि रमाइलो गरौँ तल त खासै भिडियो बनाउन पनि पाएन फोटो अलिअलि इन्स्टाग्राममा राख्छु यु क्यान चेक इट गाइस अनि माथि पुलमा जान्छौँ अहिले चाहिँ हामी लेट्स सी अनि के हुन्छ हेरौँ है त फाइनल्ली हामी चाहिँ अहिले आइसक्यौँ सुब्बाको पुलमा यु क्यान सी गाइस है सुब्बा देउराली मन्दिर अहिले यस्तो भिड छ है अलिअलि हल्लिरहेको है यहाँ छ हामी भने उहाँबाट त्यहाँबाट त्यो लप्सिमबाट यत्रो बाटो पुरा जङ्गल भएर घुम्दै आयौँ मान्छेहरू त यस्तो छन् कि अब हामी चाहिँ हामीले बाटो यु क्यान सी अब हामी तर गर्छौँ यस्तो घुम्नु पर्यो तर लङ्कट आइयो चाहिँ यो बाटो उहाँसम्म भ्यू चाहिँ बाबा लाउँदो रहेछ यहाँको लेट्स गो गाइज अहिले चाहिँ हामी उहाँ माथि टुप्पामा जान्छौँ देन लेट्स कन्टिन्यू मान्छेहरू यतै जान्छन् यहाँ के भनौँ सुब्बाको खोला है यहाँ त धेरै भिडियोहरू पपुलर छ नेपालको झन्डा पनि रहेछ कि यो बिचमा तर भ्यू हेर्नु न ओहो गाइस अहिले चाहिँ हामी पुलको बिचमा आएर फोटो यताउता खिच्यौँ है यु क्यान सी इन्स्टाग्राम है त्यो कति भन्यो भन्नलाई उहाँ पनि जाने कोसिस गर्छौँ है यहाँ हाम्रो भाइ चाहिँ यहाँ छ अनि भ्यू चाहिँ मिठो के है सुब्बाको यु क्यान सी है बसहरू जाँदै यहाँबाट गऱ्यो उहाँ चाहिँ हाम्रो सुब्बा देउराली माता हुनुहुन्छ माथि पनि भ्यू पनि यस्तो बवाल लागेको छ आज चाहिँ यो मौसमले एकदम राम्रो छ है शीतल चिसो तर गर्मी हुन लाग्यो होला बिहान आउँदा चिसो थियो अनि अब हामी माथि जान्छौँ अनि त्यसपछि भिडियो बनाउँछौँ है त गाइस फाइनली हामी ठ्याक्क यो पुलबाट माथि आएर चाहिँ उहाँ यु क्यान सी सुब्बा देउराली है भ्यू त बवाल छ कि है यो चाहिँ पुल भयो अनि पुलमा आएको थियौँ अनि यो फोटो खिच्दा अहिले म यति गएको छु भन्नुहुन्छ है अनि त्यसपछि अब चाहिँ हामी लाग्छौँ घरतिर सुब्बा देउराली आज दर्शन गरियो रमाइलो भयो तर यहाँ हेर्नु उहाँ चाहिँ कपालहरू यु क्यान सी पुलहरू यो कस्तो राम्रो भ्यू छ कि है पुरा हामी यहाँबाट आयौँ दुःख पायौँ त हो केही छैन मन्दिर यहाँ छ बिचमा पुरै खोला एन्ड अब हामी चाहिँ हप्ते लाग्छौँ गाइस लेट्स सी यो चाहिँ पुरा यहाँबाट खस्यो भने मोबाइल हामी त हेरेको
Let's go. See guys, अब चाहिँ हामी ट्याक्क घर जान्छौँ। दाइले चाहिँ भ्लग बनाउँछ भाइ भन्दै हुनुहुन्थ्यो। हल्का बनाउँछु नि दाइ, युट्युबमा गएर हेर्नु ल। सागर बियास तपाईँ पनि आउनुहुन्छ है? के गर्नु अन्त ल। बाटो यस्तो है, लेट्स सी। अब चाहिँ हामी जान्छौँ घर गएर चाहिँ ट्याक्क खोलाको भ्यू हेर्छु कति देखायो भन्नु होला होइन। फाइनली गाइज अहिले चाहिँ हामी सन्धिखालको झरिसक्यौँ बजारमा। सुपाटी गालीबाट गर्छौँ गयो चाहिँ यस्तो साइन मार्कोमा गएर है सुनसान छ। अनि लेट्स गो, हामी अब घर जान्छौँ मानाघाट। कन्टिन्यू गाइज अहिले चाहिँ हामी ठ्याक्कै हिँडिसक्यौँ। हजुर अब हामी चाहिँ ठ्याक्क मामा घर जान्छौँ। अब चाहिँ नयाँ चिजको पार्क आयो, मामा घरतिर हिँड्नु आइरहेको गाइज। हामी चाहिँ घर आइयो फाइनल्ली है। ल आमा यहाँ हुनुहुन्थ्यो, हेर्नु के खाएर आयो, आँखा तातान भनेको आमाले गाली गर्न लाउन। है आमा के खायो राता भएन, अहिले कोही कहाँ सन्धिहालको गइदिएको क्यार नभनेको त्यो गाली गर्न। यस्तै छ गाइज है। लेट्स सी के छ डन बाक। मैले चाहिँ भाडा भन्नु लागि थ्याङ्क्स फर वाचिङ दिस भिडियो गाइज। आजलाई यति नै भन्दै म चाहिँ बिदा हुन चाहन्छु। आजको भिडियो चाहिँ के लाग्यो, कस्तो लाग्यो हजुरहरूले हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। अब म चाहिँ न्यू डे न्यू भ्लगमा चाहिँ आउँछु। आजलाई यति नै भन्दै अब साँझ परेर सुत्नु होला। गुड नाइट, लभ यु गाइज, पिस।